सबै शासन र अधिकार र शक्ति र राज्यमाथि यस युगमा मात्र होइन तर आउनेवाला युगमा पनि जति नाउँ छन् ती सबैमाथि उहाँलाई राख्नुभयो र परमेश्वरले सबै कुरा उहाँको पाउमुनि राखिदिनु भयो र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनु भयो। जुन मण्डली उहाँको शिर, उहाँको पूर्णता हो र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्छ। आमेन। मुकुट पहिर्याउँछ तुमा तपाईँलाई, मुकुट पहिर्याउँछ तुमा तपाईँलाई, मुकुट पहिर्याउँछ तुमा तपाईँलाई। तपाईँकोमा अधिकार छ सबै मोहरहरू खोल्ने, तपाईँ मात्र सिद्ध पवित्र, हामी धोइएका छौँ तुमाको रगतले, हुन दुलही तपाईँको सदालाई, हामी धोइएका छौँ तुमाको रगतले, हुन दुलही तपाईँको सदालाई। हाम्रो प्रभुमा जो सिंहासनमा विराजमान छन्, उनै तुमालाई स्तुति महिमा ज्ञान धन्यवाद आदर शक्ति र येशूलाई होस् सदा सर्वदा, येशूलाई होस् सदा सर्वदा, येशूलाई होस् सदा सर्वदा। आमेन। उद्धार पाएकाहरू बलिया हुन्छन् एकतामा घोषणा गर्दै, स्तुति महिमा ज्ञान धन्यवाद आदर शक्ति र येशूलाई होस् सदा सर्वदा, येशूलाई होस् सदा सर्वदा, येशूलाई होस् सदा सर्वदा। आमेन। सारा स्वर्गमा तपाईको नाउँ अति उच्च छ,
सारा स्वर्गमा तपाईको नाउँ अति उत्तम छ। सारा स्वर्गमा तपाईको नाउँ अति उच्च छ। सारा स्वर्गमा तपाईको नाउँ अति उत्तम छ। हाम्रो स्तुतिले तपाईलाई उचाल्दछ। हाम्रो स्तुतिले तपाईलाई उचाल्दछ। हाम्रा शिरहरू तपाईलाई दण्डवत गर्छ। हाम्रा शिरहरू तपाईलाई दण्डवत गर्छ। हामी उचाल्छौँ राजा घोषणा गर्दछौँ तपाईलाई हाम्रो बीचमा प्रशंसा साथ उचाल्दछौँ। हाम्रो स्तुतिमा राज गर्नुहोस्। हाम्रो स्तुतिमा राज गर्नुहोस्। हाम्रो स्तुतिमा राज गर्नुहोस्। आउनुहोस् येशू राज येशू राज गर्नुहोस्। येशू हामी उचाल्छौँ राजा घोषणा गर्दछ तपाईलाई हाम्रो बीचमा प्रशंसा साथ उचाल्दछ। हाम्रो स्तुतिमा राज गर्नुहोस्। हाम्रो स्तुतिमा राज गर्नुहोस्। हाम्रो स्तुतिमा राज गर्नुहोस्। आउनुहोस् येशू राज गर्नुहोस्। आउनुहोस् येशू राज गर्नुहोस्। आउनुहोस् येशू राज गर्नुहोस्। येशू हामी उचाल्छौँ राजा घोषणा गर्दछ तपाईलाई
क्रुसमा